नमस्ते। हामी चाहिँ आज 14 मिनट ट्रिप पाल्पा हान्न लाग्यो हाम्रो चिसापानी गाउँदेखि। र युवराज र म युवराज रेडी छौ नि? र हाम्रो शुभेन्द्र राम्रो भाउज है। र यहाँ यो चाहिँ हाम्रो ग्राउन्ड हो चिसापानीको। अनि यो क्याम्पस हो र बाटो पनि भएर एकदम खुल्ला भएको छ। हामी चाहिँ अहिले लगभग बिहानकै 6 बजी हिँडेको, त्यही पनि घाम चाहिँ एकदम माथि चाहिँ आउने रहेछ क्या। बुटोलबाट हामी सिधै अब पाल्पा जाने बाटोतिर लाग्छौँ। यो चौडा हो। एकदम बिहानमा हिँडेर एकदम शीतल भएको के बिहानमा हिँडेर। लागिसकेछौँ यात्रातर्फ। ल आँखा शीतल हुने चाहिँ टाढा टाढा हेऱ्यो भने त खोला नालाहरू। ल हामी चाहिँ सिद्ध बाबा पुग्यो गाइज। ल यहाँ चाहिँ ड्याम बन्दैछ, यो चाइना ड्याम हो। र सिद्ध बाबाले हाम्रो यात्रा सफल गर्नु है। ल हामी चाहिँ एकछिन अब यस्तो बसेको, धुलै धुलो भयो है। कसम त्यो बाटोमा के छ धुलो। र यहाँको ठाउँ चाहिँ यहाँ चाहिँ एउटा के हो सिमेन्ट फ्याक्ट्री रहेछ। ल राम्रो देखिन्छ। अब तपाईँ हाम्रोसँग क्यामेरा आइफोन छैन होइन, जस्तो भए पनि हाम्रो आँखाले देखाएको त देख्नु तपाईँहरूले। ठिक छ, यति भए पनि होइन मेमोरिजको लागि हाम्रो अब पछि गएर जिन्दगीमा तपाईँहरू नि आउनु। ल हामी यो साधनमा हो हिँडेको। धारा भएको ठाउँमा रोक्नु। यहाँ चाहिँ यसो भ्यू हेर्ने स्पोट रहेछ पार्क जस्तै। यहाँ चाहिँ बुढा रहेछ, यस्तै नेपालको झन्डा। हल्का रिल्याक्स गर्नलाई यहाँ चाहिँ रहेछ ठाउँहरू। अब के भन्छ अरे बरघाटबाट चिसापानीबाट हामी यो के भन्छ अरे पाल्पा जाने बाटोको बिचमा बस्यौँ रिल्याक्स गर्न एकैछिन। अब भ्यू पनि यहाँ पनि बबल छ। अब हाम्रो आइफोन नभएर क्यामेरा स्विच गर्न मिल्दैन, हामीले देखाएको छ नि देख्नुहुन्न। अहिले एकैछिन चिनमा बसिरहौँ। तपाईँ हाम्रो साथी ल हुन्छ नि के भन्नु पार्टनर पिसमा। अब जिन्दगी मोडा कहाँ भेटिन्छ पछि गएर होइन, भइन्छ कि नै। अनि बाटोमा धुलो।
सो हाम्रो चाहिँ अब यहाँ चिया ब्रेक हुँदैछ ल हिराज र म चाहिँ अब चिया खानु पऱ्यो मिठो छोटो ठ्याक्क मेरो अब पछाडि चाहिँ ठ्याक्क तान्सिन्छ अहिले हामी त्यति जाने हो एकदम 22मा यता त्यस्तै उस होइन छ क्या न गर्मी शीतलै भयो आउँदा हुन्छ दिउँसो चाहिँ अलि तातिन्छ त्यो थाहा भएन तर आउँदा चाहिँ एकदम चिसो मजा आयो त्यही त गाडीमा भन्दा चाहिँ यस्तो यो उसहरूमा चाहिँ मजा हामीलाई फेरि रोड ट्रिप मनपर्ने गाडीभन्दा गाडीमा आउँदा भ्यू पनि नदेख्ने हामीलाई मजा नआउने हेर्नुहोस् हामी अब तानतेङ जाने बाटोको बिचमा ए तानसेन होइन त तानतिङको याद आइरहेको छ मलाई साँच्चै त्यो भ्यू देखेर यहाँ चिया खाँदै अब यस्तै छ जिन्दगी ए हाम्रो यहाँ साथी ल चिया खान बस्यौँ अब यहाँ पहाडी तानसेन छ गइन्छ तानसेन ठ्याक्क हेरिन्छ अनि घुमिन्छ त्यसपछि पाल्पाको लागि यात्रा सुरु गर्न पर्छ लगायत हामी चाहिँ अब तानसेन चाहिँ छिर्यो भनौँ है हामी छिर्यो एकदम र भ्यू चाहिँ यस्तो रहेको छ तानसेनको बतर गर्दै आइयो भनौँ न तानसेनको टुडी खेल पुग्यो अब यहाँ चाहिँ ल यस्तो देख्न सक्नुहुन्छ तानसेन बजार त अहिले चाहिँ हामी श्रीनगर जान्छौँ अहिले एकछिन त यस्तै हेर्न आएको ग्राउन्ड के कसो भइरहेछ भनेर केटाहरू भाइहरू बल खेल्दै रहेछ एकचोटि म भगवती जात्रामा चाहिँ आएको थिएँ त्यतिखेर खुब रमाइलो भएको थियो पुरै मान्छेहरू भिडभाड त्यतिखेर नाचगानहरू भइरहेको थियो अब आज चाहिँ त्यस्तो केही छैन होला प्रोग्रामहरू त्यही पनि अब चिल आउट गर्नलाई चाहिँ ठिक छ ल हाम्रो चाहिँ अब यहाँसम्म चाहिँ श्रीनगर भेट भयो अब चाहिँ हामी सिधै श्रीनगर जान्छौँ हेरौँ कस्तो हुन्छ है त गल्ली गल्ली छ बाटोहरू श्रीनगर हजुर यो ओह्रालो क्या लास्टै यो सिक्मा यो अघि उति आएको भाइ नि क्या सिधै ठाडै रहेछ क्या बाटो त है अब यो तलतिरको भ्यू हामी अलि मासतिरै गइरहेको छौँ यस ल अब हामी चाहिँ पार्किङ एरियामा आयौँ यहाँ पार गरेर हामी चाहिँ जान्छौँ अब माथितिर ल केटाहरू ल सचिन ल सिङमा अब यहाँदेखि मासतिर एकछिन हल्का ट्र्याक हुन्छ ल सही रहेछ है ठाउँ चाहिँ पानी लगाऊँ पानी सानी हल्का चिप्स ल्याएको ल है हामी चाहिँ अब श्रीनगरको ठाडो उकालो हिँडिरहेको छौँ ल उहाँ देख्न सक्नुहुन्छ मासतिर एकदम ठाडै रहेछ ल केटा हो यो चाहिँ श्रीनगरबाट भ्यू हो
हामी डान्सिङको ठ्याक्कै बोर्डमा उभिँदैछौँ हामी। धेरै पछि डाँडाकाँडामा आउँदा चाहिँ एकदम रमाइलो लाग्यो। रिफ्रेसमेन्टको लागि चाहिँ बेला बेलामा आउनुपर्छ घुम्न। ल पछाडि भिडियो देख्न सक्नुहुन्छ। अब क्वालिटी त्यति नभए पनि सम्झनाको लागि ठिक छ। शीतल शान्त वातावरण लडिक छ टक्क लाएर। हामी चाहिँ यहाँ रुख पनि ठुल्ठुलो रहेछ। अझै माथि जानेछ हामी। ल हामी चाहिँ अब घुम्दै हिँड्दै होइन, अब हामी अब श्रीनगरको यो श्रीनगर भन्ने ठाउँमा आएको छौँ। र अब चाहिँ हामी छोटो मिठो यहाँ साथीभाइहरू बसेर गफगाफ छोटो पिकनिक भनौँ न खान्छौँ। र भ्यूको नजारा हेर्दै हावा पनि शीतल भएछ। र भाइस लिनको लागि चाहिँ एकदम ठिक छ। नेचर लभरहरूको लागि एकदम ठिकै छ ठाउँ। र हामी चाहिँ अब यहाँ एउटा शीतल ठाउँ खोजेर बसेको छ। ठाउँ चाहिँ बेस्ट चाहिँ यतै लाग्यो किनकि भ्यू हेर्दै खानलाई। अब उता मासतिर गयो भने अलि भ्यू छेक्किन्छ अरे। र यहाँ अब चिप्सी छान्न पऱ्यो, चिसो। ल केटा हो। यति भयो भने ठिकै यार, आएर बस्नुलाई त होइन। सो ल अब हामी चाहिँ श्रीनगरबाट लागिसक्यौँ। टोटल रमाइलो भयो भनौँ न भाइ। र अब चाहिँ हाम्रो प्लान चाहिँ बतासे डाँडा जाने छ। अब हेर स्टेडियम रहेछ गाइस। बाटो चाहिँ राम्रै रहेछ यताको। पड्काएको थियो होइन, ए खतरा मजा आएको तर आफूले पढेको होइन, आफै पड्केको थियो। सो ल हामी चाहिँ बतासे डाँडा हेरेको गाइस। अहिले हामी चाहिँ उद्योग बतासे डाँडामा जान्छौँ है त गाइज। है अब हामी चाहिँ माथि जान्छौँ बतासे डाँडाको माथितिर टुप्पोमा। हामी चाहिँ बतासे डाँडाको टुप्पोमा आइयो। त्यो पारामा भाइ सिधै शीतल रहेछ यहाँ। घाम लाग्यो भने हावाले चिसो चिसो हावाले शीतल। यो चाहिँ टुप्पोमै पर्दो रहेछ क्या बतासे डाँडा। हामी चाहिँ बतासे डाँडाको बतास खाँदै चिसो चिसो हावा आउने छ। तर घाम लाग्यो पनि यस्तो घाम चाहिँ भएन, तर शीतलै भइरहेछ गाइज। ल एकदम रिल्याक्स। यो ठाउँ चाहिँ अलिक प्याराग्लाइडिङ गर्ने जस्तो। ल एकदम बतासे डाँडामा अब बतासले उडाउँछ जस्तो छ। ठिकै रहेछ, राम्रो रहेछ। फर्स्ट टाइम आएको बतासे डाँडा चाहिँ तान्सिँदै आएको चाहिँ भिडियो
चाहिँ सुसाइड पोइन्ट। यो चाहिँ नाम चाहिँ कराइराखेको रहेछ, ठाउँ अनुसारको नाम रहेछ। सुसाइड पोइन्ट रे यार, माया कसम यार, के भन्ने यार, कडा रहेछ त हौ। ओल्ड भाइब छ। हामी चाहिँ यस्तो नास्ता खाएर अब फर्किँदैछौँ। अनि यो छोटो पानी परेर चाहिँ जो दामी भयो क्या मौसम, शीतल शीतल मौसम परेर चाहिँ एकदम अलि जाडो भएर चाहिँ ज्याकेटै लाउनु पर्ने भयो। चिसो भयो मौसम त अन्त अब पनि। कस्तो भयो सचिन आज घुमाइ? मौसम पनि सही भयो क्या होइन? त्यही त, बाटो पनि आम्मा के हो यस्तो यो बाटो, यसमा त ब्रेक त चाहिन्छ। हत्तेरी मोटो ब्लग्स गल्ली गल्ली अहिले अलिक कस्तो उज्यालो उज्यालो दामी देखेको होइन, बल्लकै खुलेर पानी पर्छ अलिक। अहिले चाहिँ दामी भयो है मौसम चाहिँ। ओहो पुरै फगी फगी भएछ त हौ। साँझमा त मिठो भिड हुन्छ। मौसम चाहिँ पानी परेर क्लियर भएर यस्तो दामी भयो नि मौसम। भाइब्स मिठो रहेछ। ल भाइ ल, ए ल हामी चाहिँ यहाँ मन्दिर आएको। के मन्दिर रे नाम? तानसेनको मन्दिर रहेछ है, नाम चाहिँ के थाहा भएन। ओहो बाटो पनि कति ठाडो हो, हत स्कुटी नतानिरहेको क्या हाम्रो त। भ्यू पनि हेर न, अझ जाला नि अब त, अझ सल्लै जाला नि। ल केटा ल राइडरहरू, ओए भ्यू फर्केको टाइम